ए बारीमा मुला देउसिरे ए अंकलको के भयो अझ के भयो भन्छस्? तैले के भन्न लाथिस भर्खर? के भन्न लाथे र? बारीमा मुला अंकलको चुला त भन्न लाथे नि मैले। ए चुला पो, मैले त अरू नै बुझिरहेको थिएँ। त आज भोलि धेरै बुझ्दैछस्, तँलाई खसी नपारी भा छैन। कसलाई खसी पार्नु पर्ने हो? म पार्दिउ? औजार छ मसँग। पर्दैन अंकल, आफ्नो औजार आफैसँग राख्नुहोस्, आन्टीलाई काम लाग्छ। ह्या के डबल मिनिङ कुरा गरिरा? दक्षिणा माग्न अङ्कल आन्टीलाई, अब जानुपर्छ के? अंकल आन्टी हामीलाई दक्षिणा दिनु न, अब हामी जाने। हैट, यति छिटो दक्षिणा? त्यही नि यस्तो जे पाए त्यही भट्टाएर दक्षिणा पाइन्छ? अलि राम्ररी भट्टाव। खोइ छोड, म भट्टाउँछु अब। ए खोर्सानी पिरो देउसिरे ए हाम्रो अङ्कल हिरो देउसिरे ए अफिसको ड्युटी देउसिरे ए हाम्रो आन्टी ब्युटी देउसिरे ए बारीमा बोडी देउसिरे ए कति राम्रो जोडी देउसिरे ए मलाई आयो ज्वरो देउसिरे ए अङ्कल कति गोरो देउसिरे ए गाई बन्ने डोरी देउसिरे ए आन्टी कति गोरी देउसिरे ए रुखमाथि मैना देउसिरे। भयो बाबु भयो, यो भन्दा धेरै तारिफ नगर। तारिफ सुन्ने बानी छैन के हाम्रो? हाम्रो होइन तिम्रो, मेरो त सबले तारिफ गर्छ। पैसा दिएर मेरो तारिफ गर भनेपछि त जसले नि गरिहाल्छ नि। के रे, मैले कसलाई पैसा दिएर तारिफ गर्न लाए? नदेखि नबोल है। नदेखि त तिमी पो बोल्छौ त बुढी। जो चोर उसैको ठुलो सोर। जो चोर उसैको ठुलो सोर भने झै हरि आफैले टिभीको रिमोट फुटाएर आफ्नो भाइलाई गाली गरिरहेको छ। ओइ साइको भैंस कि क्या हो, यो के भन्दैछस् त? देखिनस् वाक्य बनाइरहेको छु, जो चोर उसैको ठुलो सोर। यो इम्पोर्टेन्ट क्वेसन हो, यसको वाक्य बनाऊ भनेर इक्जाममा आउन सक्छ के, त्यही भएर प्र्याक्टिस गरिरहेको छु। साइकोलाई त म यो वाक्य बनाउने ठाउँ हो।